शोभा, आज तिमी अलि सिरियस देखिन्छौ नि। केही भएको छैन, किन सिरियस देखिन्छ र? त्यति धेरै त हैन, तर अलिअलि अनुहारमा शिथिलता आए जस्तो देखिन्छ। हुन सक्छ। अमर, तिमीले कोठा कुरा मिलायौ त? सबै मिलाइसके। मैले त भोलिको बसको टिकट पनि काटिसके। भोलिदेखि अब हामी यो ठाउँ छोडेर सधैँको लागि वीरगञ्ज जानेछौँ र नयाँ जिन्दगीको सुरुवात गर्नेछौँ। अमर, वीरगञ्ज जाने हामी? तिमीले भनेको होइन, यहाँभन्दा टाढा गएर बस्ने भनेर। त्यसैले मैले वीरगञ्ज गएर बस्ने निर्णय गरेँ र वीरगञ्जमा हामीलाई सहयोग गर्ने मेरा धेरै साथीभाइहरू पनि छन्। तिमीलाई केही अप्ठ्यारो त हुँदैन? होइन, त्यस्तो केही होइन। त्यसो भए भोलि बिहान तिमी बस पार्कमा आऊ, ठिक 7। ओके ओके, बाई। ओहो भदैनी, निकै हतारमा छौ नि। कहाँ गएर आए कि? मन्दिर जान लागेको होइन फुपू, मन्दिर गएर आएको। र यसमा तपाईँलाई कुनै आपत्ति छ कि? छैन, केही अप्ठ्यारो छैन। अनि मन्दिरमा गएर भगवान्सँग वरदान पनि त माग्यो होला? मागे, तर तपाईँको लागि होइन, मैले आफ्नो लागि मागेँ। भगवान्लाई फुल र अक्षता चढाउँदैमा पुण्य कमाइँदैन। पुण्य कमाउनलाई त मन चोखो हुनुपर्छ। किन मदेखि रिसाए कि? तपाईँसँग म किन रिसाउनु फुपू? तपाईँले मेरो के नै बिगारिदिनु भएको छ र? तर फुपू, तपाईँले मसँग के चाहनुहुन्छ त्यो भन्नुहोस्। यही कि तिम्रो सोझोपनको कुनै ब्वासोले फाइदा नउठाओस्, तिम्रो जिन्दगी सुखमय होस्, यही हेर्न चाहन्छु म। सबै आफ्नो भाग्यको खेल हो फुपू। भाग्यमा छ भन्दैमा डोकोमा दुध अड्ने कुरा नगर न नानी। म तिम्रो प्रेमको तगारो बन्न खोजेकी पनि होइन र मैले तिमीलाई प्रेम नगर भन्न खोजेकी पनि होइन। तपाईँ के भन्न खोज्दै हुनुहुन्छ फुपू? स्पष्टसँग भन्नुहोस्। कुरा सिद्धा छ, तिमी जसलाई प्रेम गर्छौ उसले तिमीलाई पेसाको शिकार बनाउँदैछ। वीरगञ्जमै लगाएर राख्नुपर्ने किन? किनकि त्यहाँ बोर्डर नजिक छ। त्यहाँको नाकाबाट कैयौँ चेलीबेटीहरू पशु चाहिँ बेचिन पुगेको छन्। जोसमा होइन नानी, होसमा काम लिन सिक। पत्रिकामा त पढेकी नै होली नि। तिमी यहाँ पढ्न बसेकी हो, बच्चाको बाउसँग प्रेम गर्न होइन। बस फुपू, तपाईँ अब एक शब्द पनि योभन्दा अगाडि नबोल्नुहोस्, बुझ्नुभयो? तिमी मेरो कुरालाई विश्वास गर। तिमी एउटा नारी भएर अर्को नारीको सम्मान गर्न सिक, बुझ्यौ? तिम्रो आँखामा बस्दा बस्दै अरू कसैको हृदयमा बस्न पुगेछु। हुन सक्छ भने मलाई माफ गरिदेऊ। तिम्रो अमर।
भन, म जाँदैछु। तर जाँदा जाँदै यो घर, यो सम्पत्ति सब तिमीलाई छोडेर जाँदैछु। हजुर कहाँ गएछ सबै ढोका सोका त्यत्तिकै राखेर? ओ मन्दिरमा पनि कति लाइन बस्नु पर्ने। कहाँ गएछ भने? अरे कस्तो भद्रगोल पारेर राखे होला। म 2-4 दिन नआउँदाखेरि यस्तो भद्रगोल हुन्छ। यो तरुनीको पनि कहिले आउने होला बुद्धि। शोभा, हे भगवान। शोभा, शोभा! किन अमर बाबु? शोभा बसपातमा आइन र? मलाई के थाहा कहाँ जान्छे के गर्छे? तपाईलाई नै थाहा होला नि बरु। तपाईलाई थाहा नभए कसलाई थाहा हुन्छ? भन्नु, शोभा कहाँ छिन्? अमर बाबु, म तपाईलाई एउटा सुझाव दिन्छु। शोभालाई हैन, घरको श्रीमतीलाई माया गर्न सिक्नुस्, अन्यथा पछुताउनु पर्ला। प्रेम भनेको एकतर्फी गरिदैन, बुझ्नुभयो? यो तपाईँ के भन्दै हुनुहुन्छ? यही प्रेम भनेको एकतर्फी कहिले गरिदैन। तपाईँ मात्र शोभालाई प्रेम गर्नुहुन्छ कि शोभा पनि तपाईलाई प्रेम गर्छ? गलत। शोभाले तपाईलाई प्रेम हैन घृणा गर्छ, घृणा, बुझ्नुभयो? यो हुन सक्दैन। के यो कुरा शोभाकै मुखबाट सुन्न चाहनुहुन्छ तपाईँ? ओ अमर, म तिमीलाई प्रेम गर्दिन। शोभा, यो तिमी के भन्दैछौ? प्लिज तिमी अगाडि नबढ। शोभा, यो तिमीले बोलेको होइन। के तिमीले? छोड्दे मलाई। म तिमीलाई प्रेम होइन घृणा गर्छु। प्रेमको नाटकमा मलाई फसाएर तिमी यहाँबाट गइहाल। गेट आउट। म यहाँबाट जाने हो? जसको लागि मैले आफ्नो घर परिवार त्यागे, जसको लागि समाजमा आफ्नो मान प्रतिष्ठा सबै गुमाए, कसको लागि? तिम्रो लागि, सिर्फ तिम्रो लागि शोभा। तर तिमी भन्छौ यहाँबाट जाऊ भनेर। कहाँ जाऊ म? कहाँ? अब त म आफ्नो घर पनि फर्किन सक्दिनँ। फर्क्यौँ भने पनि कुन मुख देखाएर जाऊ? शोभा, शोभा, यदि तिमीले यस्तो गर्नु नै थियो भने तिमीले आफ्नो हृदयमा मलाई बसायो किन? यदि तिमीले यस्तै गर्नु थियो भने किन किन मसँग प्रेमको नाटक गर्यो? किन? मेरो सोझी भदैलाई पाएर फसाउन खोजेको, विदेश लगेर बेच्न खोजेको। जबसम्म दुर्गा देवी हुन्छ नि तबसम्म कसैले पनि सक्दैन मेरो भदैनीलाई फसाउन। वाह शोभा, वाह, बुझेँ मैले तिम्रो माया। तिमीले गरेको माया त एउटा मैनबत्ती जस्तै
अँध्यारो हुन्छ। बुझे तिम्रो माया। तर जानुभन्दा अगाडि एउटा कुरा याद राख, एक दिन तिमीले पछुताउनु पर्छ। स्याबास, तिमीले ठिक गर्यौ। आफ्नो मान्छे आफ्नै हुन्छ। अब तिमीले रुनु पर्दैन। पीडित असहायहरूको घाउमा यो कोमल हातले मलम लाउनु पर्छ, बुझ्यौ? किन घर नगइकन तिमी यहाँ उभिरहेको? म पुर्याइदिन्छु नि, तिम्रो मम्मी अहिले आउनुभएको छ नि, म पुर्याइदिन्छु। जाउँ, म पुर्याइदिन्छु।
मलाई माफ गरिदियो अनु। तैँले सुनिस् त्यो अमर गराम कहानी? होइन के गरेछ त्यो अमरले? के हुनु नि, घरमा स्वास्नी हुँदा हुँदै अर्को स्वास्नी ल्याएछ नि त। त्यो त थाहा पाएँ। अनि उसको राम कहानी चाहिँ के हो नि? उसको स्वास्नी घरमा हुँदाहुँदै अर्को केटी ल्याउन खोजेर आत्महत्या गरिछ नि। स्वास्नी ल्याउने त न्यू मात्र, शोभालाई त अमरले बेच्न खोजेको रहेछ। हो त, त्यसले शोभालाई बिहा गर्नु त एउटा बाहना मात्रै हो। त्यसले जसरी भए नि पैसा कमाउनु पर्छ, हेर है भाइ हो भन्थ्यो। होइन, अमर साँच्ची नै केटी बेच्ने मान्छे हो रहेछ त भने। मलाई त अनुराधा भाउजू सीता जस्तै लाग्थ्यो, बिचरा लग्नेलाई नि असाध्यै माया गर्थिन्। स्वास्नी सीता जस्तो भएर के गर्नु, लोग्ने रावण जस्तो रहेछ। त्यसलाई मात्रै तिमीहरू किन दोष दिन्छौ? शोभाको पनि त दोष छ नि। अमरको मात्र दोष छैन नि, त्यसमा शोभाको पनि दोष छ। अहिले यसले ठिक कुरा गरे है। शोभाको मात्र दोष छैन भन्न खोजे होइन नि। मैले त प्रेम गर्ने न्युले बेचिनु हुँदैन पो भन्न खोजे। ऊ त्यो दलाल यतै आउँदैछ। हेर त त्यो जन्मर सिधा यतैतिर आउँदैछ। अलक्षिणी मोराको अनुहार हेऱ्यो भने त अगति परिन्छ।
बेच्न पाएन स्वास्नी मारेर बौला पागल भएर हिँड्या छ